आज हामी बनाउँदैछौँ अमलाको मिठो 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 अचार। अमलाको अचार बनाउनको लागि सर्वप्रथम राम्रो अमलाको छनौट गरेर हामी यसलाई सफा पानीले सफासँग पखाल्छौँ। ल हेर्न सक्नुहुन्छ, अमलालाई राम्रोसँग पखालेर अब यसलाई हामी बोइल गर्नलाई राख्छौँ। गर्नको लागि हामीले कुकरमा अब यसलाई एक सिटी लगाउँछौँ। देख्न सक्नुहुन्छ, ल यो बोइलको लागि तयार भयो। अब हामी यसलाई बोइल गर्नको लागि 5 मिनट छोडिदिन्छौँ। ग्यास अन गरेको छौँ र एक सिटी लागे पश्चात यसलाई निकाल्छौँ। ल हामीले सक्खर पकाउनको लागि तयारी गर्दैछौँ। यता लगभग 3 किलो अमलाको लागि हामीले 1 किलो सक्खर लिएका छौँ भने यता सुकेको खुर्सानी लिएका छौँ र लसुन चाहिँ आफूलाई मनपर्ने हिसाबले, हामीलाई लसुन मनपर्ने भएको कारणले 1 बोटकी लसुन लिएका छौँ भने अमला यता सिटी लाग्ने तयारीमा छ। 1 सिटी लागेपछि हामी निकाल्नेछौँ। सक्खर पकाउन तयारी भइसकेको छ। ल सिटी पनि लागिसकेको छ। 1 सिटी लागेपछि हामी अचारको लागि अमला रेडी छ। 1 सिटी लागेको छ। अब हामी ग्यास अफ गर्छौँ। ग्यास अफ। हाम्रो अचारको लागि अमला यतिको भएको छ। छाम्दाखेरि गिलो गिलो, धेरै गलेको पनि छैन, ठिक्क छ। अब अचारको लागि काम सुरु भयो। अचारको लागि हामी सबैभन्दा पहिला तोरीको मस्टर्ड ओइल, शुद्ध तोरीको तेल राख्दैछौँ। हामी चिलो कम खाने भएको कारणले हामी तेल कम राख्दैछौँ। साथै यसमा प्रयोग हुने मसला नजिकको बजारमा पाउन सक्नुहुन्छ। मात्र 45 रुपियाँ। खुर्सानी, लसुन मनपर्ने कारण लसुन र आवश्यक अनुसार नुन, बेसार, धनियाँ, जिराको पाउडर। खुर्सानी र लसुनलाई हामी सबैभन्दा पहिला यसरी डिप फ्राई गरेर निकाल्नेछौँ। सक्नुहुन्छ, अचार अब लगभग पाक्ने प्रक्रियामा छ, अन्तिम चरणमा छ। आजको अमलाको अचार तयार भइसकेको छ हाम्रो। ल देख्न सक्नुहुन्छ, ल हेर्दामा मुखबाट पानी आइसक्यो, माउथ वाटरिङ। आजको अमलाको अचार कस्तो भयो? मिठो 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 एम्मी भयो। भन त, यता हेरेर भन त, एम्मी ओके।